मुगु त सबै विकास भएको जिल्ला किन चाहियो त? त्यो ठिकै हो, त्यहाँ त सबै छ, पिच रोड पनि छ, सबै छ, स्मार्ट सिटी छ, त्यहाँ सबै कुरा पर्याप्त छ। त्यहाँ चाहिँ कुनै ढल बनाउनु पर्ने पनि छैन, कुनै सडक बनाउनु पर्ने पनि छैन, कुनै बाटो केही बनाउनु पर्ने होला छैन, सब पुगेको हुनाले एकदम चाहिँ त्यो भएर न्यून बजेट आवश्यक भयो होला। धन्यवाद। के बनाएर खोइ धोका दिनेलाई, के बनाएर खोइ विनियोजनमा धोका दिनेलाई, अङ्क भर्दा आँखा चिम्ली आफ्नै जिल्ला भर्नेलाई, यो चाहिँ भन्नै पर्छ। म सत्ता दलको हो, मलाई थाहा छ, मेरो बाउन्डिङ छ, मेरो पनि मूल्य मान्यता छ, त्यो मलाई थाहा छ। तर सँगसँगै यस्तो खालको एउटा चाहिँ सुधार गर्ने कुरामा यहाँले ध्यान गर्नुपर्छ। हामी त प्रतिपक्ष हौँ, के प्रतिपक्षलाई सरकारले प्रतिपक्षलाई बजेट दियो भने त स्थापित हुन्छन्, किन दिने भन्ने मान्यता नदिए पनि कम्तीमा जिल्लामा चाहिँ हाम्रा के अरे सत्ता पक्षका मान्यज्यूहरू पनि हुनुहुन्छ, त्यस कारणले पनि पाइ त हाल्न होला, जिल्लामा पाए त भइ त हल्ला भन्ने सोचेको पनि थिएँ मैले, तर त्यो पनि भएन छ। छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ, छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ। विनियोजनमा जे भयो नि ताली ठोक्नु पर्या छ। धन्यवाद। रेलको बाटो आउँदैछ रे, तेरा बस्ने गाउँमा हुम्ला कहिले के अरे सडक मोटर बाटो पुग्ला भन्ने हुन्थ्यो, आज त्यस्तै हुने भएको छ हाम्रा जिल्लाहरूमा। मुगा जिल्ला मुगा मानिसहरूले त्यही भन्नुपर्ने भएको छ। यहाँ सरकार प्रमुखहरू सन्तुष्टि नहुने, मन्त्रीहरू विभागीय मन्त्री नै सन्तुष्टि नहुने, नेताहरू सन्तुष्टि नहुने, सबै प्रतिपक्ष सत्तापक्ष कोही पनि, यो वास्तवमा सन्तुष्टि को हुन्छ हाम्रो बजेट प्रक्रियामा? 10 अर्ब 90 करोड मध्ये एउटा जिल्लालाई मात्र 2 अर्ब गएको छ। त्यो भनेको टोटल बजेटको लगभग 19% हुन्छ, एउटा जिल्लालाई मात्रै। एउटा 10 अर्ब बजेटमा 2 अर्ब बजेट एकै जिल्लालाई दिने हो भने त सबै त्यही दिए भयो त। म त भन्छु हाम्रो मुगु जिल्लाको, मैले उयो मुगु जिल्लाको प्रतिनिधित्व गरेको कारणले मुगु जिल्लाको बजेट पनि त्यही जोडिदिनु होला। 39 करोड छ, 39 करोड पनि त्यही जोडिदिनु होला। यो वर्ष मुगु जिल्लालाई बजेट चाहिँदैन, त्यही जोडिदिनुहोस्। हामीले भन्यौं संघीयता, के यो संघीयताको मर्म? यो त कस्तो भयो भन्दा अहिलेका चाहिँ प्रधानमन्त्रीले जनकपुरमा गएर र्याली गर्दा अब त काठमाडौँमा चाहिँ खालि पशुपतिनाथ र त्यो के अरे स्वयम्भूमा चाहिँ हेड दर्शन गर्न मात्र आउने हो, संघीयता अब त के हुन्छ भन्दा संघीयता सबै कुरा जनकपुर। तर हिजोको दिनमा चाहिँ पारित के भयो? संघीयता खारेज। संघीयता